गाइस ल हामी चाहिँ हिँड्यौँ देखाउनु त ल बाहिरको मल यस्तो छ गाइस लगभग खाजा खाने ठाउँ अब आइपुग्न आँटेको हामी के हो बाजेको पेडा पसलले बाजेको पेडा आउँछ पुरानो बाजेको पेडा पसल अरे नामै नपाएर हो क्या बाजेको पेडा पसल अनि यता त सबैको बाजेको पेडा पसल मात्रै छ नामै नभएर राखेको हो क्या बाजेको पेडा पसल चाहिँ नामै नभेटेको मान्छेले पाठ दोकाने पछि बाजेको पेडा पसल हो त नि हो अन्त नामै नभएर हो क्या अरू नाम नपाएर त्यो बाजेको पेडा चाहिँ बोलाउँछ लगाइ चाहिँ यहाँ बाजेको पेडा पसल आइसकेको छौँ अब यहाँ खाजा खाइसक्यौँ भाउजूलाई स्वागत छ मेरो च्यानलमा भाउजूलाई स्वागत छ मेरो च्यानलमा खाना खाने ठाउँ चाहिँ होइन कार्ड लिएर जानुपर्छ क्या कार्ड यहाँ यस्तो हुन्छ नि कार्डले क्यामेरा भिडियो गरिदिएको क्यामेरामा कति पर्छ भाइ एउटालाई 70-80 हजार पर्छ यो क्यामेरा भेटाएको यो भनेर महँगो थियो क्या चोरीको होइन त्यो मान्छेले के आउनु आँटेको थियो होइन दिन्छ त्यति हामीलाई छिटो हुन्छ राख्दै दिन्छ पठाइदिन्छ गाइड छ हामी चाहिँ खानाजाना खान आँटेको आधी बाटो आइसक्यो यस्तो हुन्छ गाडीको खाने ठाउँ चाहिँ यो हो सबैजना यहाँ एउटा स्पुन ल्याइदिउँ न चिकन राइस स्पुन हो यो खाना चाहिँ यस्तो छ हामी चाहिँ काठमाडौँ आइसक्यौँ अब यहाँ साथीलाई भेटेर ए दोस्त ल ह्याप्पी न्यू इयर मेरो साथी दोस्तलाई भेट्यौँ ल कहाँ टाढै हो क्या बाट टाढै छ रुम 5 मिनट लाग्छ जाउँ न त ल पाटलाई पनि भेटिसक्यो अब रुममा जान्छौँ हामी अहिले अब रुममा पुगेपछि काठमाडौँ पनि आइसक्यो रोमनलाई लाने प्लेन यही हो है हाम्रो काठमाडौँ होइन लजितपुरको ब्लक छ पार्टहरूसँग भेटिसकेको बिहान आइपुगेको हामी पार्टहरूसँग हाम्रो भेटघाट भइसक्यो अब यहाँ हामी अब न्यु इयर मनाउनु छोडेर देउसी खेल्न जान आँटेको साथी स्टार्ट गर्ने हो त यही घर चाहिँ के चाहिँ देउसी बाट म त फेरि चल्ला टिप पैसा टिप भन्ने मात्र आउँछ लगाइ चाहिँ यस्तो छ यहाँ हेर्नु छोरीहरू पानी परेर सब हिलो पनि भइरहेको छ कि गाह्रो छ काठमाडौँमा बस्नुलाई लगाइ जाम चाहिँ हेर्नु जानु हुन सक्नुहुन्छ ट्राफिक बसिरहेको छ र पनि भ्याउनु गाह्रै छ गाह्रो छ गाइस जब रात पऱ्यो यतातिर भिडभाड भयो भन्दा हुन्छ क्या होइन अब हिँड्दा गल्यो अब सिधै कृष्ण मन्दिरमा भेट्नुपर्छ गाइस ल चलपल यस्तो छ गाइस फोटोसोटो खिच्यौँ हामी चाहिँ भाइहरूसँग यहाँ आएको छौँ घुम्नलाई गाइस यस्तो छ यस्तो मान्छेको भिडभाड यहाँ फेरि जब राति भयो त्यतिखेर चाहिँ खतरा हुन्छ क्या होइन भाइ भिड पनि मान्छेको सबैको छुट्टी पनि हुन्छ फ्रेस गर्ने ठाउँ पनि हो होइन फ्रेस भएर बस्नु हौ यहाँको कता सुन्नुहोस् तपाईँले भन न यहाँको कता त थाहा नै छ नि तपाईँलाई औ साल यहाँ हिँड्नु छोडेको थियो त्यही भएर मात्र मान्छेहरू यहाँ फ्री हिँड्नु पायो लाउँदा यहाँ मान्छे नै हुँदैन थियो हो र हामीले पनि नबुझेको हो अहिले अलिक कपाल सानो भएर चिनेको छैन कि अहिले मसँग मिसिन लिएर आइरहेको छु कपाल काट्नेहरू भाइहरूको अब म कपाल काट्दै सिक्नुपर्ने छ हौ यस्तो छ है गाइस मन्दिरहरू चाहिँ काठमाडौँको मन्दिर छ यो चाहिँ ललितपुर पर्छ पर्नु चाहिँ भोलितिर जान्छौँ हामी केटाहरूसँग यसो डुल्नाको साथीहरू पर्खेर बस्दैछौँ एकछिन बस्छौँ यहाँ म बोल्छु अलिकसँग बोल्छु यहाँ दोर्जुले मेसेज गरिरहेको छ क्या तपाईँलाई चिया खानुलाई बसिरहेको छौँ यो घर चाहिँ दामी बनाएको रहेछ क्या होटेल बाट अस्ति भर्खर साइले बेचेको हो त मैले बेचेको यो ए भाइले पो बेचेको हो घडी धेर पर्दैन यता देखाउनु खोइ भिडियो गर्दै हुन्छ होइन यो घडी धेर पर्दैन नि त कतिको हो 100 हो कि मात्र चाहिँ नेपालमा होइन 20 देखि माथि नै पर्छ फ्लेक्स गरेको होइन फ्लेक्स गरेको होइन देखाएको मात्र यस्तो छ मन्दिरको ल अम्बो राइडर फेरि भुल्ने बिरामीले छुइगएछ फेरि यार रोमनलाई भुल्ने बानी छुएछ कसम भिडियो गरेर राख्छु नि पार्ट भरे फेरि सुनाउनुलाई फेरि होइन यति होला नि डिलिट गर्नु न भनेको कस्तै भरे डिलिट गर्नुपर्छ क्या भरे हेर्दै मजाले मलाई लाग्छ यो भिडियो अब राम्रो जस्तो लाग्यो राम्रो चाहिँ राख राम्रो मैले जो घर हालेँ
नि हालिदिन्छ क्या साथी यता मलाई देखाउन त क्यामेरा देखाउन त मेरो साथीलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला यो चाहिँ हो यो चाहिँ भाइ खोइ भाइ ए भाइहरू भएको भाइ यहाँ रेडी 1 2 3 ह्यापी न्यू इयर मेरो तर्फबाट चाहिँ साथीको च्यानलमा सबै राम्री केटीहरूलाई चाहिँ फर्स्ट अफ अल होइन नयाँ वर्षको धेरै शुभकामना राम्री केटीहरूलाई मात्रै स्पेसल न्यू इयर चाहिँ अरूहरूलाई चाहिँ अरू सबैलाई ह्याप्पी न्यू इयर मात्र राम्री केटीहरूलाई चाहिँ स्पेसल ह्याप्पी न्यू इयर राम्रीको केटी त नत्र त अरू त चेलीबेटी हो नि हामी चाहिँ डुलेछौँ यो उयोतिर मान्छेहरू सक्नुहुन्छ नयाँ वर्षले गरेर होला अलिक भिड पनि छ आज लुगाहरू यसले टाँसिरहेको छ दोकान गरेको होला त्यो चाहिँ ठाउँ नभएर क्या ल खिच्देऊ राम्रो केटाहरू भेट भइरहेको छ यहाँ मेरो भाइ कसम यो भाइ भोलि ठुलो मान्छे बनिन्छ ठुलो मान्छे बढ्छ भाइ ठुलो मान्छे हुन्छ भाइ हलक्क बढ्छ 2 इन्ची मात्र त्यस्तो नभन्यो अहिले त 6 फिटको हुनुपर्छ दिलागी गरेको नि